बुवाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गा मुढाले भन्दछ, तिमीहरूको ढुङ्गाको हृदय परिवर्तन गरेर मासुको हृदय हालिदिनेछु, प्रभु स्वयंले भन्नुभएको। इज्जत भनेको इज्जत हो, पुरा ठिकै गरे। इज्जत भनेको इज्जतै हो। अहिले हताश नहुँ, किनकि हाम्रो प्रभु येशूलाई आफ्नै दाजुभाइले विश्वास गरेको थिएन। म पढाउँछु, पैसा पनि दिन्छु, तर यो दुनियाँ नाना थरी धर्ममा नलाग्दा नानी हाम्रो पनि इज्जत छ, छरछिमेकमा नाम छ। त यसो बुझ्न भइसकेको छैन त। अब बुझेको सप्रेको भन्छस् होइन, त हेर आमाको अवस्था पनि हेर्नु। खाजाको मलाई पनि कस्तो खाउँ खाउँ पो लाग्यो मुखदेखि थुकले। के हौ मासु चिउरा जस्तै त छैन। आमामा खाजा हेर न हाम्रो छुच्ची आमाको खाजा त खाउँ खाउँ लाग्ने खालको छ। ओ हाम्रो क्यामेराम्यान के छ हौ हालखबर? खानु नखानु किन लजाउनु भएको? यहाँ हुनुहुन्छ हाम्रो म्युजिकको दाजु, यहाँ हाम्रो हुनुहुन्छ डाइरेक्टरज्यू। खाना आउँदैन क्या चाउ चाउ? कहिले खानु भएको थिएन? ओहो लु 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 भयो।